मोमो मन नपर्ने मान्छे त सायद कमै हुनुहुन्छ होला। सो लेट्स मेक सबैलाई मनपर्ने मोमो विथ अ हेल्दी ट्विस्ट। सुरुमा हामी मोमोको फिलिङबाट स्टार्ट गर्छौँ ताकि मोमोको किमामा मजाले मसालाहरू भित्र जाओस् र किमा अझै स्वादिलो होस्। एउटा बोलमा चिकन किमा लिनुहोस् र त्यसमा 100 ग्राम्स मसिनो गरेर काटेको धनियाँ, 2टा प्याज, 6 देखि 7 वटा कोरेको लसुन, 4 वटा अदुवा, स्वाद अनुसार नुन, 2 ठुलो चम्चा डार्क सोय सस, 1 सानो चम्चा ब्ल्याक पेपर, 3 सानो चम्चा मोमो मसाला र 2 सानो चम्चा चिली पाउडर हालेर मजाले मिक्स गर्नुहोस्। डार्क सोया ससले चाहिँ किमाको स्वाद अझै मिठो बनाउँछ। अब यो मोलेको किमालाई एकछिन साइडमा हालेर मोमोको र्यापर्स बनाउनतर्फ लाग्छौँ। हेल्दी ट्विस्ट चाहिँ यो मोमोको र्यापर्समा छ किनकि यो र्यापर्स कोदो र कसाबाको पिठोबाट बनेको हो जुन हाई फाइबर, लो इन ग्लाइसेमिक इन्डेक्स हुनुको साथसाथै ग्लुटेन फ्री पनि छ। यो हेल्दी मोमोको र्यापर्स बनाउनलाई प्यानमा 1 र आधा ग्लास पानी तताउनुहोस् र पानी उम्लिसकेपछि यसमा 300 ग्राम्स कोदोको पिठो हालेर मजाले लम्प्स नबस्ने गरी मस्काउनुहोस्। अब यो पिठोको डोलाई एउटा बोलमा निकालेर एकछिन सेलाउन छोडिदिनुहोस्। सेलाइसकेको डोमा 2 ठुलो चम्चा कसावा फ्लावर र थोरै घिउ हालेर मजाले हातले मुस्नुहोस्। पिठोको डो चाहिँ धेरै साह्रो हुनु हुँदैन, नत्र रोटी बेल्दा गाह्रो हुन्छ अनि मोमो पनि ड्राई हुन्छ। अब यो पिठोको डोलाई सानो सानो डल्लोमा छुट्याएर गोलो गोलो हुने गरी बेल्दिनुहोस् र यसमा यसरी किमा हालेर आफूलाई जस्तो शेपमा आउँछ वा मन पर्छ त्यस्तै शेपमा बनाउनुहोस्। त्यसपछि मोमोको भाँडोमा थोरै बटर वा तेल लगाएर रेडी भइसकेको सबै मोमोलाई स्टिम गरिदिनु। पन्ध्र मिनट जति स्टिम गरिसकेपछि हाम्रो हेल्दी र टेस्टी मोमो पनि पाकिसकेको छ। अब यसलाई मोमोको मिठो अचारसँग इन्जोय गर्नुहोस्। तपाईहरू पनि आज यो रेसिपी ट्राई गर्नुहोस् र मोमोमा हेल्दी ट्विस्टको मजा लिनुहोस्।